करिब 4000 मिटर उचाइमा त्यति सजिलो चाहिँ हुँदैन हिँड्न। तर उकालो नभएकोले यता चाहिँ त्यस्तो कठिन छैन। लडिन्छ है गुरुजी, लडिन्छ है। अलि खाएर पनि देखाइदिनुहोस् न बाबा। अलिकति खाएर पनि देखाइदिनु टोकेर, यसरी खानुपर्छ भनेर टोकेर हो त टोकेर अलिक ठुलै खाइदिनु पर्यो हजुर। ओ खानु भयो यार बाबाजी, उहाँ त हिमालय तपस्या गर्ने मान्छे हो नि। ओ ल हेर्नुहोस्, आम्मामामाम लु डर लाग्यो बाबाजी, डर लाग्यो। सबै निभाइदिनु भएन। हामी यस्तो गजब ठाउँमा छौँ। यो हामी भएको ठाउँबाट ठिक्क माथि आँखे पोखरी छ। आँखे पोखरीलाई चुमिक पनि भनिन्छ स्थानीय भाषामा, शेर्पा जातिको भाषामा। यो स्थानमा चाहिँ माथिल्लोपट्टि चाहिँ सम्पूर्ण रूपमा चाहिँ भित्ताहरू छन् पहाडका भने, यतै तल्लोपट्टि चाहिँ निकै गहिरो गरी खोज गएको छ। हामी सहस्त्रबेनी पुगेका छैनौँ, अझै 1 घन्टा जति हिँड्न बाँकी छ। हामीसँग चाहिँ लौरेश्वर बाबा पनि हुनुहुन्छ। उहाँ चाहिँ हिमालमै चाहिँ तप ध्यान गर्ने, चिसो ठाउँमा बस्ने। अहिले पनि उहाँलाई चाहिँ यो हिउँको चाहिँ एकदमै यो आइस जस्तो भइसकेको स्थानमा चाहिँ उहाँले सानो ध्यान गर्ने चाहिँ उहाँले जमर्को गर्नुभएको छ। यही माथि हेरौँ कति सुन्दर छ यो भित्ताहरू, यो डाँडाहरू, यो हिमाली भेग अनि आँखे पोखरी जसको चाहिँ ठिक्क डिलमा आँखा, परबाट हेर्दा चाहिँ आँखाकै आकृति देखिने र यसको विशेष मान्यता पनि छ जुन हामी बुझ्ने प्रयास गर्नेछौँ। चुमिक भन्ने कारण चाहिँ के हो भनेदेखि चाहिँ पहिले यहाँ पहिले पुस्ताङ यहाँ गोठ बस्दाखेरि, यो गोठ बस्दाखेरि एउटा सेतो गाई चौरी छ अरे। त्यस चौरी चाहिँ किन भनेदेखि चाहिँ अब दुध दुन्नु बेलामा चाहिँ कहिले हराउँदाखेरि कहाँ रहेछ भनेर चाहिँ त्यो गोठबेटीले चाहिँ पत्ता लगाएर जाँदाखेरि माथि त्यो चुमिकको पोखरीमा देख्यो अरे। अनि देख्दाखेरि त्यहाँबाट चाहिँ पक्का चाहिँ यहाँ चाहिँ देवी रहेछ, यही पोखरी चाहिँ यही गाईले निकालेछ भनेर त्यहाँबाट चाहिँ त्यसको अर्थ चोमिक, 2टा आँखा भएको कारणले चोमिक भनेर नाम राखेको छ। किराँत राई खालिङमा चाहिँ 2 भाइ दिक्प्या दाई र दाजु र माप्या भाइ चाहिँ यो एरियाबाट डिभाइड भएर दिक्प्या चाहिँ यही दुधकुण्ड क्षेत्र आसपासमा जीवन परन्तु गरे। पहिला अब किराँतीहरू सिकार खेल्थे। अब यो ओडार छन्, यता ओडारमा बसेका थिए र यहाँबाट तल बेसीतिर अब खेतीपातीको पछि अब त्यो चलन आएपछि चाहिँ खेतीपाती अब तलतिर झरे। नत्र भने पहिले चाहिँ अब सिकारको दौडानमा चाहिँ यता मासतिर बस्ने, अब यतै जीवनयापन गर्ने गर्थे। अनि मापे चाहिँ उता कुम्बु साइडमा कामु डाँडाबाट हिँडेको 2 घन्टा जसो भयो। हामी खाना खाने स्थल पुग्न अब 1 घन्टा नै लाग्ला सायद। त्यस्तो हतार गरेर पनि आएनौँ हामी, बिस्तारो हिँड्दै बिसाउँदै गर्दैछौँ। यो स्थानलाई बेनी भनिदो रहेछ, सानो बेनी। ठुलो बेनी या सहस्त्र बेनी चाहिँ केही अगाडि पर्नेछ। खोला बटारिएर भएको सुन्दर स्थान छ यहाँ। सानो बेनीको होटल त त्यहीँ अघि देखिँदैछ, तर त्यहाँ पुग्न समय लाग्नेछ।
एउटा सिङ्गो उकालो छिचोल्नु पर्ने हुन्छ त्यहाँ पुग्न।